सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, करिब 5 महिना अगाडि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर मलाई यहीँबाट उठाएर लिएर गएको थियो। षड्यन्त्रको यो सिलसिला, सरकारको षड्यन्त्रको यो सिलसिला सकिएको छैन। तर मैले कुनै दिन पनि हार मानेको थिइनँ, छैन र हार मान्नेवाला पनि छैन। जुनसुकै परिस्थिति सामना गर्नको निमित्त यो राजनीतिको मैदानमा आएको मान्छे हुँ। जतिसुकै आक्षेप लागोस्, जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको मान्छे। यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति, हुन सक्ने जति जोड बल लगाएको छ। के भयो के भएन मैले भन्नु पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए तँलाई त्यत्रो धाउटी लिन्थ्यो त, अदालतले भनेर केहीले भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। म यति भन्न चाहन्छु, तिमीहरूको 2/3 सरकारले मलाई जिउँदै छोडेको छ। यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा, यदि म राजनीतिमा हुन्न थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मचाइरहेकाहरूलाई खबरदारी गर्न पछि हट्दैन, चाहे जतिसुकै मुद्दा लगाओस्। म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर बसेको छु। म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु हेरेर बस्ने लाखी मान्छे चाहिँ म होइन, म टुलु हेरेर बस्दिनँ। र आज यहाँ आइसकेपछि, यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ। तर मलाई केही भन्नु छैन। अझै गरेर षड्यन्त्र। म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज लगाउनु होला, यो एउटा मान्छे एकै दिन बिहिबारका दिन 4वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर होस्, जे हुन्छ होस्, थप केही मुद्दा लगाउन बाँकी छ भने पनि लगाओस्। सरकारले मानिसहरू भनिरहेका छन्, जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका। म कहाँ आगो बोलेको छ त्यहाँ तापौला र सेकौला भनेर बसेको मान्छे होइन। हामी स्पष्ट रूपमा आएका थियौँ। हामीले भनेका थियौँ जनता आक्रोशित छन्, जनतामा एउटा ठुलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो। त्यसलाई व्याख्या गरेर हुँदैन, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो। गराउनको लागि टेलिभिजन थियो, तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सप्रिय सुदृढ भनेर घन्टी बजायौँ। घन्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होलान्, अलिकति भए नि अब त हामी परिवर्तन हुनुपर्छ, सच्चिनुपर्छ भन्ने सोचे होलान् भन्ने लागेको थियो। तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे। हामीले सिकन्दरबादमा घन्टी बजाएको थियो, यिनीहरू घन्टी फुटाउनतर्फ लागे। मलाई दुःख लाग्छ आदरणीय साथीहरू, यतिखेर लगभग प्रतिपक्ष विहीन भएर बसेको छ। म सञ्चारकर्मी साथीहरूलाई यसरी सरकारी पक्ष विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, यतिखेर सशक्त दह्रो प्रतिपक्षको आवश्यकता छ। यदि तपाईँको इन्टेन्सन लोकतन्त्र बचाउने हो भने, लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो भने, तपाईँको मुखमा लोकतन्त्र र गणतन्त्र
सुहाउँदैन, नलिनुहोस् त्यो नाम। होइन, साँच्चै लोकतन्त्र बचाउने हो भने प्रतिपक्ष भन्नुहोस्। यतिखेर प्रतिपक्ष मोर्चा बलियो हुन जरुरी छ। म सञ्चारकर्मी साथीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, तिनकुनेको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्। त्यसको सत्य तथ्य छानबिन। नेपालका नागरिकहरू, नेपालका युवाहरू मरेका छन्। त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस्। म के भन्नु, संयोगले 2 पटक गृहमन्त्री भएको मान्छे हुँ, तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई थाहा छैन। मलाई यति मात्र बताउनुहोस्, 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर भन्नुहोस्, मलाई केही पनि भन्नु छैन। पटक पटक हाम्रो डिएनए टेस्ट गर्ने कुरा हुन्छ, तिमीहरू के वादी हो, कहाँ वादी हो, कस्तो वादी हो। पटक पटक राष्ट्रपाले कतिवटा जाँच दिनुपर्छ? हामीले लेखेर, बोलेर, देखिएर, भनेर ठाउँ ठाउँमा हामीले बताइसकेका छौँ हामी के हौँ, को हौँ। वर्तमान संविधानलाई मानेर, व्यवस्थालाई मानेर, परिवर्तनलाई स्वीकार गरेर आएको राजनीतिक दल हो रासोपा। कतिपटक सुन्न चाहनुहुन्छ? गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि, लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छाप्ने जुन प्रयास गरिरहनु भएको छ, म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु, जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन। तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको थियो, लोकतन्त्रको खोल ओढ्नु भएको थियो। रासोपा खोल ओढ्दैन। रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ, तर तपाईँको करतुत लुकाउनका लागि तपाईँको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। त्यसैले उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, हामीले फेर्नुपर्ने धेरै कुराहरू छन्। त्यसैका लागि हामी प्रतिबद्ध भएर आएका छौँ। हामी हिंसाको विरोधी हौँ। कुनै पनि किसिमको लुटपाट, हिंसाका गतिविधिहरू नहुन् भन्ने कुरामा हामी सचेत छौँ र लोकतन्त्रभन्दा उन्नत तन्त्र कहीँ कतै आजसम्म देखिएको छैन। यो कुरामा हामी स्पष्ट छौँ, प्रतिबद्ध छौँ। तर लोकतन्त्रको नाम दिएर आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ, लुटतन्त्रले गरिरहेको छ, त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहनेछौँ। उपस्थित दाजुभाइ, दिदीबहिनीहरू, कुन बेला कतिखेर सरकारले मेरो आवाज थुत्नेछ मलाई थाहा छैन। मेरो आवाज थुतियो भने त्यो आवाज बन्न तपाईँले प्रतिबद्ध व्यक्त गर्नुपर्नेछ। म लड्नको लागि तयार भएर बसेको छु। रासोपा कमजोर पार्न सकिन्छ कि, रासोपालाई फुटाउन सकिन्छ कि, रासोपालाई टुटाउन सकिन्छ कि, विभाजित गर्न सकिन्छ कि भन्ने कुरामा मानिसहरू लागि परिरहेका छन्। म तपाईँलाई प्रतिबद्ध हुनको निमित्त